31 केजीको कुरियर यसरी आइपुगेको छ। यो प्वाल बनाएर ल्याएको रहेछ, के हो चाहिँ थाहा भएन। यस्तो प्वाल हुँदो रहेछ। प्वाल परेको कि पारेको हो कुन्नी। सामान आयो नेपालबाट, यति हो सामान। खोलौँ खोलौँ ल, सुरु गरिहालौँ ल। कुनबाट सुरु गर्ने? ठुलै हो? यही प्वाल परेबाट सुरु गरौँ। यो चक्कु ल्याउन न ब्रो। चक्कु हैन, कैसे छैन गाई, तिम्रो यत्रो कपाल काट्ने मान्छेको घर चक्कु हुन्छ। त्यस्तो कपाल काट्ने कैसे चलाउन मिल्दैन भाइ। के भन्छ? अब फेरि कत्रो चक्कु लिएर आको हो रे शिव। हो भन्न। मार भन्ने चक्कु बोकेर यार के हो भने यार। ल नेपालबाट सामान मगाएको आइपुग्यो हैन? कति दिनमा आइपुग्यो अरे बुढी? 14 दिनमा आइपुग्यो। तपाईहरुलाई पनि मगाउनु पर्छ भने सम्पर्क गर्नु होला। कमिसन चाहिँ हामीलाई आउँदैन। के आउँछ? आउँछ भने चाहिँ ल गर्नु होला, मगाउनु होला। मन कमिसन गर्दाखेरि प्लेनमा चाहिँ मुसा हुँदो रहेछ कि के हो? चेक गरेको हुन सक्छ। मुसाले काटेको होइन, साइडबाट खोल्ने हो। यो जताबाट खोल्ने हुन्छ, हामीलाई काट्नु चाहिँदैन। सामान चाहिँ नकाटियोस् है कान्ति, काटियो भने बर्बाद। मेरो काम गर्नु जानुपर्ने प्यान्ट छ। यसरी आउँदो रहेछ प्रोटेक्ट। टक्क खै म बस्छु यसमा। यसरी बसेर आएछ, यो बस्ने हो। यो त निकालेकै रहेछ त है। यो चेक गरेको हो कि के हो? ए चेक गरेको होला के रहेछ भने। इमिग्रेसनमा चेक गरे हो जस्तो लाग्यो है। खाम किन खाने त? खानु त खाने। अब मुसाले होइन भने त हैन हैन, मुसाले त्यस्तै काट्छ। कैचीले काटेको छ नि त त्यो। म खाएँ त्यसले निकालेर हाल्यो है। सुकुटी हो। खाएर खानु पर्छ नि। कहाँ बनेको वाला हो त्यो? काडाबाट ल्याएको। मैले नेवारहरुले त भन्नु पर्छ के गर्नु? त्यस्तो भइरहन्छ। यो चाहिँ तपाईको तिनीहरु होला भने हैन, यो चाहिँ बडी सेल पाउने रहेछ। मेरो त तिनीहरु पकाइ देखाइन होला के। यो मेरो हो, यो मेरो होला। आफ्नो छुट्टा है, यो मेरो हो, यो मेरो हो, मेरो हो हैन। त्यो दिनु। अनि यो मेरो हो, मेरो त के हो? तपाईले पठाइदिनु पुस्तकालय। पुस्तकालय मसला, मिट मसला, मसला मगाएर छ नि। यहाँ बेसार, बेसार अनि यो जिरा, तपाईँको लागि सातु पनि आइपुग्यो है। गुन्द्रुक सातु खाएर सातो लिने हो ब्रोको। सातो खाएर सातो लिने हो ब्रोको। ल मायालाई दालमोट पनि आयो है। यो यति हो। यो मसलाको मसलाहरू चाहिँ त्यसमा रहेछ। पहिला त्यसरी सस्पेन्स खोल्नु भएन नि त ब्लगमा। पहिल्यै मलाई थाहा छैन, यहाँ हेर्नेलाई थाहा हुँदैन। 31 केजी कि 33 केजी भने होइन। मसलाहरूको त्यो रहेछ, त्यही भएर चेक गर्नलाई च्यातेको रहेछ। अब यो चाहिँ कस्तो रमाइलो पो हुन्छ त यस्तो दिन्छु भनेको त यहाँभित्र त उवाला पो रहेछ त। प्याकेटवाला भनेर पठाइदिन्छु हिजो नआएको अलिक आयो दाइले भाउजूले
तिम्रै रहेछ केही छैन जिन्समा हो र हामी जाँदा हुन्छ कि तिम्रै रहेछ धेरै त मेरो मेसिन पनि आएछ पनि आएछ यो पनि आएछ आमा कति धेरै प्रोफेसनल धन्यवाद यो मेरो भेस्ट यो तेल राख्ने भाँडा पनि मगाएको छ यार यो भोटुको हो यो के काटा काटाको छ त भोटुको ला भाँच्यो भोटुको चस्मा हो क्या यो मेरो बुढोको प्यान्ट भोटुको खै त मेरो प्यान्ट पनि आयो कालो ए यो हो नि त भोटुको काम गर्ने प्यान्ट ब्लेजर हो कि त्यसको तिम्रो दुईटा हो कालो प्यान्ट भोटु भनेको नानी हो कि बाबु हो यो तपाईको होला हामी मायाले भोटु भनेर बाबु यो ए मेरो धोती कति राम्रो छ सानो छोराको सानो उहाँहरू हेर्दा मात्रै यत्रो छोराहरू ए मेरो यो त्यसो मैले यो मगाएको यो पनि तपाईको होला मेरो यो आयो कराई हो काठहरू भारी छ त्यो कास्ट आइरन हामीले पनि मगाउनु पर्ने थियो यार पनि मगाउनु पर्ने छ कतिको ओइल हुँदो यो यहाँनिर चाहिँ आइरन नपुगेर हैरान हुँदै रहेछ अनि यो चाहिँ एकदम इम्पोर्टेन्ट कास्ट आइरनको भाँडो कस्तो राम्रो रहेछ कसैलाई चाहिएमा चाहिँ सम्पर्क गर्नु होला उहाँलाई उहाँले टक्क ठाउँ देखाइदिनुहुन्छ कमिसन त आउँछ नि हामीलाई कति राम्रो रहेछ है हेर्दा पनि खोला यस्तै यिनीहरूले चाहिँ यिनीहरूले सामान चाहिँ हिँडेको नै रहेछ है धेरै तपाईँको पूजाको भाडा केही जस्तो सामान चाहिँ सेफली यसरी मजाले प्याकिङ गरेर फुट्न सक्ने यसरी पठाउँदो रहेछ ल सक्यो यति हो जिन्स पनि मगाएको रहेछ यो किन जिन्स चाहिँ किन मगाएको जिन्स चाहिँ एउटा पेन्टै थिएन कि मेरो तर कस्तो अनि यहाँ चाहिँ खासै पाउँदैन रहेछ राम्रो देखायो यो चाहिँ बस्नको लागि काम लाग्नु भयो यो राम्रो छ त प्लेनमा पनि प्लेनमा त राम्रो छ त गाउने नै यस्तै हो न्युजिल्यान्डमा चप्पल पनि आएछ ल यति नै हो दुईजना सामान चाहिँ 2-3जनाको रहेछ दर्शकहरू चाहिँ यहाँनिर हेर्दै कस्तो लाग्यो त अनि फेरि हेर्नलाई आहा कति राम्रो भने त नि तिमीलाई मैले ल अरू त केही भएन सबभन्दा पहिला मैले खोलेर खुवाउने भनेको चाहिँ यही हो ल तिमीहरूलाई पुष्टकारी मसला खाँदैन होला पुष्टकारी खाएर पुष्ट हुनु पर्यो भनेको एउटा माया तिमीले भनेको एउटा दालमोट हो त्यो आइसक्यो दालमोट आएछ ल ल नेपालको कोसेली ओ यता हो कस्तो ल हातमा एउटा पर पिस एउटा ल्याए त हो होइन एउटा त हो नि यो होइन मान्छे अनुसारको खानु पर्यो नि त ग्राम खिचेको पनि त चाहियो गुलियो खाएर पिरो अमिलो टिक्के खानु ल बाई बाई गरिदिउँ न त अब चाहिएको चिजहरू यही थियो अनि मैले खासै कार्टन हो